जय मसीह। म आज फेरि पनि तपाईँहरूको बिचमा आएको छु र म आज चाहिँ तपाईँहरूको माझमा चाहिँ गलाती 6:8 चाहिँ वचन लिएर आएको छु, जुन वचनले चाहिँ हामीहरूलाई चाहिँ हाम्रो जीवनमा चाहिँ हामीहरूले चाहिँ कसरी परिवर्तन गर्नुपर्छ भन्ने कुराहरू सिकाउँछ। हामीहरूले चाहिँ हाम्रो जीवनमा चाहिँ के रोप्यौँ भनेपछि के कुराहरू असल तरिकाले पाउन सक्छौँ, हामीहरूले चाहिँ हाम्रो जीवन चाहिँ कुन तरिकाले अगाडि बढाउनुपर्छ, हाम्रो स्वभाव चाहिँ कुन तरिकाको गराउनुपर्छ, हामीहरूले चाहिँ परमेश्वरको राज्यमा चाहिँ हाम्रो आत्मा वृद्धि गर्नको लागि चाहिँ के गर्नुपर्छ, यी सबै कुराहरू सिकाएको छ। र म आज तपाईँहरूको माझमा चाहिँ यही कुराहरू बाँड्ने छु र आशा लाग्छ मलाई तपाईँहरूलाई मनपर्छ भनेपछि सहायता गरिदिनु होला, असल तरिकाले सुनिदिनु होला। र यस वचनमा लेखिएको छ, जसले आफ्नो पापमय स्वभावको निम्ति रोप्दछ त्यसले आफ्नो पापमय स्वभावबाट नै सर्वनाशको कटनी गर्नेछ, तर जसले आत्माको निम्ति रोप्दछ त्यसले आत्माबाट नै अनन्त जीवनको कटनी गर्नेछ। आमेन। यस वचन गलाती 6:8 यो वचन धेरै गहिरो र आत्मिक सत्यले चाहिँ भरिएको छ है प्रियजनहरू। यो वचनले मानिसको जीवन एउटा बिउ रोप्ने खेत जस्तै हो भनेर चाहिँ सिकाउँछ है। जस्तै हामीहरूले चाहिँ हाम्रो खेतहरूमा, खेतबारीहरूमा हामीले मकै रोप्यौँ भने मकै नै उम्रिन्छ है। हामीले मकै रोप्यौँ भनेपछि त्यहाँ चाहिँ काँक्रा उम्रिने, त्यहाँ चाहिँ स्याउ उम्रिने चाहिँ हुँदैन है। हामीहरूले चाहिँ जे रोप्छौँ त्यही पाउँछौँ है। यसै गरी चाहिँ वचनले चाहिँ सिकाएको छ हामीलाई। हामीले आज जे सोचिरहेका छौँ, बोलिरहेका छौँ र हामीहरूले चाहिँ हाम्रो जीवनमा चाहिँ जे कुराहरू गरिरहेका छौँ ती सबै चाहिँ एउटा चाहिँ के हुन् त, बिउहरू हुन् है। यदि हामीले पाप गरिरहेको छौँ भनेपछि हाम्रो जीवन चाहिँ के हुन्छ त, सर्वनाश नै हुन्छ है। त्यो पनि के हो त, एउटा बिउ नै हो है। अनि एक दिन त्यसको फल अवश्य आउँछ है। जस्तै मैले अघि भने, हामीले आज जे सोचिरहेका छौँ, बोलिरहेका छौँ र हाम्रो जीवनमा चाहिँ हामीले चाहिँ जे गरिरहेका छौँ ती सबै चाहिँ हाम्रो जीवनको निम्ति चाहिँ एउटा चाहिँ के हो त, एउटा बिउ नै हो है। हामीले चाहिँ त्यो कुराहरू चाहिँ रोपि नै रहेका छौँ है। अनि एक दिन त्यसको फल चाहिँ हामीहरूले चाहिँ अवश्य पाउनेछौँ है। त्यसको फल चाहिँ अवश्य पनि हाम्रो निम्ति चाहिँ आउनेछ। र जस्तै कि यहाँ प्रेरित पाउल द एपोस्टलले दुईवटा बाटो देखाउनु भएको छ है। हाम्रो जीवनको निम्ति दुईवटा बाटो देखाउनु भएको छ। एउटा बाटो भनेको चाहिँ पापमय स्वभावको बाटो छ है। एउटा बाटो भनेको चाहिँ के को छ त, पापमय स्वभावको बाटो छ। र अर्को भनेको चाहिँ पवित्र आत्माको चाहिँ के छ त, बाटो छ है। एउटा चाहिँ के को बाटो छ त, पापमय स्वभावको बाटो छ भने अर्को भनेको चाहिँ पवित्र आत्माको चाहिँ बाटो छ है। जब मानिस आफ्नो शरीरको इच्छा है, जब मानिस आफ्नो शरीरको इच्छालाई पुरा गर्न थाल्छ है, जस्तै कि यो शरीरको इच्छा चाहिँ कस्तो हुन्छ भनेपछि पापको कुराहरू भयो, यो रिसका कुराहरू, यो घमण्ड गर्ने कुराहरू, यो लोभ